संविधानको धारा 76 भनेको प्रधानमन्त्री संसदमा नभएको मान्छेले कुनै पनि न दाबी गर्न सक्छ न नियुक्ति पाउन सक्छ। सांसद चाहिँ हुनैपर्छ प्रधानमन्त्री हुनका लागि भन्ने हो। यसको 1 देखि 7 सम्म। अब अहिले सुशीला कार्की प्रधानमन्त्री हुनुपर्छ भन्ने कुरा संविधान नमानिकन उहाँ हुनुभयो, त्यसकारण चाहिँ संविधान लागू हुनुपर्छ, उहाँ प्रधानमन्त्री हुनुहुन्न भन्ने पक्षमा म छैन। म संविधान जलाउनुपर्छ भन्ने मान्छे, च्यात्नुपर्छ भन्ने मान्छेले संविधान बमोजिम सुशीला कार्की हुनुपर्थ्यो भन्नै मैले भन्दिनँ। अहिले आवश्यकताको सिद्धान्तको कारणले संविधान बाहिरबाट सुशीला कार्कीज्यू बन्नुभयो। अब संविधान बाहिरबाट प्रधानमन्त्री बनाउन मात्रै आवश्यकताको सिद्धान्त द डक्ट्राइन अफ नेसेसिटी लागू हुने होइन। मूल माग के थियो त्यो माग पूरा गर्न सुशीला कार्की प्रधानमन्त्री हुने होइन। केही महिना पछाडि चुनाव हुँदैछ थियो त। अब उहाँले भनेको जस्तो 2 महिना पनि पछाडि सर्न सक्छ भन्नुभयो हिजो। 2 महिना पछाडि सर्नु भनेको 83 साल हो। अनि अलिकति पछाडि हुने चुनाव अगाडि मात्रै आयो। एउटा नेताले चुनाव गराउन खोज्दै थियो, अर्को नेत्री आएर चुनाव गराउनै भएन। सुशीला कार्की भनेको स्वयंमा नेपाली कांग्रेसको कार्यकर्ता हो। उहाँ नेपाली कांग्रेसबाट चुनाव उठेको हो, बारको चुनाव। नेपाली कांग्रेसको कोटामा उहाँ चाहिँ न्यायाधीश हुनुभएको हो। नेपाली कांग्रेसका मान्छेहरू र अरू पार्टीका नेताहरूलाई उहाँले ल्याएर न्यायाधीश बनाउनु भएको 80 जनालाई हेर्नुहोस्। सिधा यो सबै हुँदा पनि हामीले स्वीकार किन गरेका थियौँ संविधान बाहिरबाट भने आवश्यकताको सिद्धान्त बमोजिम जेनजीको माग पूरा हुन्छ भन्ने आधारमा गरेको हो।